नमस्ते अनि स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। आज हामी ट्युको प्राङ्गणमा छौं र हामीले ट्रान्सक्रिप्टको फर्म भरिसकेपछि ट्रान्सक्रिप्ट लिन जाँदा के हुन्छ र के गर्नुपर्छ भन्ने बारेमा हामी आज कुरा गर्दै छौं है। त्यहाँ तपाईलाई चाहिने भनेको तपाईलाई एउटा आइडेन्टिटी जनाउने कार्ड जस्तै सिटिजनशिप, भोटर कार्डहरु होला हैन, अनि लाइसेन्सहरु होला हैन, नेशनल आइडेन्टिटी कार्डहरु होला, एउटा चाहिँ चाहिन्छ है। त्यसपछि तपाईहरु चाहिँ सिधै 24 नम्बरको रुममा जानु होला हैन। अनि रुममा गइसकेपछि तपाईहरुले चाहिँ ट्रान्सक्रिप्ट चाहिँ जहाँदेखि जुन ठाउँदेखि एप्लाई गर्नुभएको थियो नि हो त्यसको जस्ट लेफ्ट साइडमा गएर हैन तपाईहरुले त्यो बैंक भाउचर र एउटा आइडेन्टिटी कार्ड दिँदै तपाईहरुले चाहिँ ट्रान्सक्रिप्ट लागि त्यहाँ पहल गर्नु होला हैन। त्यहाँ भएको जोसुकै कर्मचारीहरुले पनि तपाईहरुलाई ट्रान्सक्रिप्ट प्रोभाइड गर्छ। ट्रान्सक्रिप्ट प्रोभाइड गर्दै गर्दाखेरि चाहिँ तपाईहरुलाई एउटा रजिस्टर टाइपको बुक दिन्छ हैन, जहाँ चाहिँ तपाईको सम्पूर्ण डिटेलहरु जस्तै विवरणहरु, कलेजको नामहरु, नाम हैन, अनि फोन नम्बरहरु चाहिँ भरिएको हुन्छ। त्यसपछि तपाईहरुलाई ट्रान्सक्रिप्ट दिएपछि ट्रान्सक्रिप्ट चाहिँ यस्तो टाइपको देखिन्छ है त। यो ट्रान्सक्रिप्ट चाहिँ तीन पानाको हुन्छ हैन। ल धन्यवाद तपाईहरुलाई। आजको भिडियो यति नै हैन, अनि अर्को भिडियोमा फेरि पनि तपाईहरुसँग भेट हुने नै छ। त्यतिन्जेलसम्म यो भिडियो हेरेर साथ दिनु भएकोमा धन्यवाद।